गाइज आज चाहिँ म चाहिँ भैरवकुण्डको यात्राको लागि गइरहेको छु एन्ड सो फाइनल्ली लाइक दुईचोटिको प्लानहरूमा चाहिँ तीनचोटि भनौँ न सो यो चाहिँ थर्ड टाइम हो फाइनल्ली सक्सेस भएको छ आइम अन द वे गाडी आइसकेको छ अरे सबैजना आइसक्यो गाडीमा चाहिँ भिडियो बनाउन पाएन सो हामी चाहिँ फाइनली यहाँ चिया खाने ठाउँमा चाहिँ आइसकेको छौँ कस्तो राम्रो रहेछ क्या ठाउँ चाहिँ यहाँनिर अब एकछिन चिया खाएर चाहिँ अब हामी निस्क्यौँ हामी चाहिँ फाइनली यहाँ लिस्टीमा आइपुग्यौँ अब खानासाना खाने रे जाम ओके सो यहाँ मन्दिरमा यसो कस्तो राम्रो छ सो हामी चाहिँ यहाँनिर लिस्टी मईको मन्दिरमा चाहिँ हल्का टिका लगाएँ यहाँनिर एन्ड देन अब चाहिँ खानाहरू खाने अनि त्यसपछि फेरि माथि जाने हो यस्तो छ है भ्यूहरू चाहिँ गाइस दिस इज सो ब्युटिफुल एन्ड अवसम यस्तो हावा झन् यस्तो राम्रो छ नि सो गाइजहरू उता फोटो सेसन भइरहेको छ बगाममा आएको छ हामी चाहिँ अब चाहिँ हाम्रो यहाँबाट हाइकिङ स्टार्ट अनि पानी पर्न थालेको छ सो रेनकोट सबैजनाले लगाइसकेको छ त्यहाँनिर अब यहाँबाट चाहिँ कति हामी अहिले कति बज्यो ठ्याक्कै 1 बज्न लागेको छ पौने 1 बज्न लागेको छ पौने 1 भयो अनि त्यसपछि बल्ल यहाँबाट स्टार्ट गरिरहेछ हामीले चाहिँ बगामबाट चाहिँ अनि आज चाहिँ हामी चोकर मोकरमा पुग्ने अनि चोकर मोकरमा चाहिँ अब त्यहीँनिर स्टे नाइट गर्ने अनि त्यसपछि भोलिपल्ट चाहिँ 1 to 2 आवर्सको रहेछ कि अनि त्यसो अहिले हामीलाई चाहिँ हिँड्न सक्नेलाई चाहिँ 5 घन्टा लाग्छ अरे अनि नर्मल हिँड्नेहरूलाई चाहिँ अब त्यही 6 घन्टा जति लाग्छ अरे सो यहाँ रहेछ रुट चाहिँ स्टार्ट हुने चाहिँ अरू आउँदैछन् ओके सो बाटोमा चाहिँ म देखाउँदै जानेछु हिँडेर चाहिँ यतातिर आइपुगेको छौँ होइन कविता खै यहाँ पो रहेछ हाई 100 मिटर्स रहेछ भर्खर 29:45 पो पुग्न छ भर्खर हामी 100 मिटर्समा त्यस बाटो चाहिँ त्यस्तो धेरै भास्ट उकालो चाहिँ लिने रहेछ भर्खर 100 मिटर माथि आयो हामी खै त्यहाँ कति भने त्यस्तो भास्ट उकालो लिने रहेछ स्ट्रेट अनि उकालो त्यस्तै रहेछ जे सजिलो त्यस्तो अहिलेसम्म चाहिँ थाहा लागेन जता होइन हिँड्न हाम्रो गाइड खै दाजु खै अगाडि हो गाइड दाजु अनि अगाडिको 3 जना को अरू मान्छे हो ए हाम्रो ग्रुप होइन ए म त हाम्रै ग्रुपको होला सोचिनँ त्यही त 2 जना थियो
एकदमै रमाइलो लागिरहेछ जस्ट घाम लाग्यो होइन पानी परिरहेछ पानी परे पनि शीतल भइरहेछ त्यही नै हो हामी चाहिँ यहाँ जुका भएर तर्सेर यहाँनिर यसकोमा पराइरहेछ फेरि स्टार्ट गर्दैछौँ पानी पनि रोक्यो घाम पनि लाग्न थाल्यो कस्तो राम्रो आएको या त हुन त कस्तो क्यामेरा हो भर्खर हामी आधी घन्टा कति 45 मिनट चाहिँ हिँड्यो होला ठ्याक्क एकदम राम्रो खालको ट्रेल हेर्ने हो रुट हेर्ने हो ठाडो अझै आएन हो पछाडि चाहिँ भएको उनीहरू हामी चाहिँ यहाँ अगाडि आइसकेको छौँ माथि गइसकेका छन् अरू साथीहरू या जस्ट ओभरअल अहिलेसम्मको चाहिँ एकदमै राम्रो सजिलो भइरहेछ त्यस्तो धेरै लास्ट कम्प्लिकेटेड टाइपको चाहिँ केही पनि भएन यो हिँड्न नसक्ने मान्छे त हिँडिरह सो गाइज हामी चाहिँ यो बस्ने ठाउँमा आइसकेको छौँ अब एकछिन यहाँनिर रेस्ट गर्नेछौँ यस्तो चाहिँ कसैले बास बस्नेहरू बसेर गर्छन् यहाँनिर हामी चाहिँ अब यहाँनिर एकछिन रेस्ट यहाँनिर यहाँ टिकटक बनाउँदै हो अब एकछिन रेस्ट गर्ने अनि त्यसपछि कति लाग्ने यस्तो चाहिँ ठाउँ हामी चाहिँ अब रोटै रोडको बाटो मात्र आएको छौँ अनि यस्तो इजी नै छ कि रोटै रोडको बाटो अहिलेसम्म हामी हिँडिरहेको छौँ सो त्यस्तो धेरै कम्प्लेक्स पनि छैन अनि यस्तो कुहिरोहरू लागेको छ गाइज ओइ बोलाएको होइन ए केही देखाएको छैन हो यहाँनिर यस्तो तर यहाँ औसम ठाउँहरू चाहिँ अहिलेसम्म हामी यस्तै बाटो हिँडिरहेको छौँ रोटै रोडको अनि देखा नै छैन होइन यस्तै होमस्टेहरू पनि आएको जस्तो लाग्यो उइरहनु नो हामीलाई 3-4 जना मान्छेहरूले चाहिँ छोडेर गइसकेको छ अनि हामी 4 जना चाहिँ यहीँ छौँ त्यो राम्रो खालको रुम खोज्नलाई चाहिँ गएको रहेछ क्या रिजर्भ गर्नलाई सो राम्रै हो अरूहरूले फेरि रिजर्भ गर्छ भनेर एन्ड देन ओभरअल यो रोडहरू सबै एकदमै दामी दामी यस्तो चाहिँ केही देखाएन पुरै हुस्सो लागेर हो हामी आएको हो यही हो चोकर मोकर हाउ फास्ट यार हामी कति छिटो आएको है हामी त उयो बसेको नि हिजो बाइकमा आएको बाइक जान नसकेर बाइक सजिलो रहेछ गाडी पनि सजिलो छ बाटो गाडीको बाटो पनि सजिलो छ हामी त फेरि अर्कै बाटो आएको कस्तो खत्तम बाटो पऱ्यो अब बाइक त होला नि है यहाँदेखि ढुक्क आनन्द भयो यहीँ बसेको नि यहीँ बस्छ अब उता सिडीवाला जाने हो त्यो सर्टकट हो अनि त्यहाँ 1.5-2 घन्टा लाग्छ बिस्तारै गयो भने चोकर मोकर पुग्न ए ल ए कस्तो राम्रो हो त्यहाँ हामी त्यो चाहिँ होइन हुस्सो छ होइन त्यो हुस्सो पार्छ त्योबाट गटेर फेरि यहाँनिर के है के भन्न मन छ कस्तो लागिरहेको अहिलेसम्मको जर्नी एकदमै रमाइलो तर योपालि म जुगाले त डराइन खुमाइकोले पुगिसक्यो भन् न कवितालाई कस्तो लागिरहेको एकदम हो यो हिँड्न नसक्ने मान्छे त सकिरहेको हिँड्न त्यहाँलाई हजुरलाई कस्तो लागिरहेको त्यति हो त्यही हो सजिलो त्यही नै हुन्छ नि ल अब लेट्स के खिच्नु हो यहाँनिर
अब फेरि खुड्किला सुरु भएको छ उकालो स्ट्रेट बाटो हिँडेपछि फेरि श्वासावाला जर्नी स्टार्ट एउटा एस्थेटिक फोटो खिच्ने खोला चाहिन्छ कि ब्रो एउटा दुईटा पिटी त नभइहाल्यो त्यो म्याड भन्ने बन्ने त्यही बाटो हो नि त्यो पनि खायो भने लाग्छ होइन अस्ति मैले किन्न खोजेको पौरा के अरे शिलाजित बिग्रिन्छ कि बिग्रिँदैन कतिसम्म राख्छ नि शिलाजित त गाडीमा नि शिलाजित देखेर केही थिएन त्यहाँनिर त्यो भने हो त मैले यस्तै हुन्छ भनेर पो भने त सिडीवाला बाटो गरिसकेपछि रोडको बाटो आइसकेका छौँ फेरि अगेन सिडीको बाटो म त्यहाँ ठ्यासकुमारी बसिरह ठाउँ चाहिँ यस्तो बबाल छ है फेरि अगेन रोडमा यहाँनिर चारजनाले हाम्रो छोडेर हिँडिसक्यो फेरि सिडीको बाटो गाह्रो छ यसलाई फोटो भन्दा के भैरवको नाम त झन् के गर्ने अब कति टाइम लाग्छ 5 मिनेट दिस प्लेस हेर्नु न यस्तो दामी यो चाहिँ गुराँसहरू के अरे फुल्ने एरिया रहेछ के चैत वैशाख फागुन चैत वैशाख एकदमै बेस्ट मन्थ आई थिङ्क होइन यो रुटको लागि चाहिँ किनभने पिङ्क लालीगुराँस व्हाइट लालीगुराँस रेड एभ्री लालीगुराँसहरू चाहिँ एकदमै पाउने रहेछ यहाँनिर चाहिँ सो एउटा चाहिँ टिपिरहेको छ यहाँनिर सो यहाँ अनि मैले यो बेर्नुको रिजन चाहिँ मलाई कस्तो अलिकति टाउको दुख्ला जस्तो भइरहेको छ एल्टिट्युड सिकनेस भयो जस्तो छ सो मेडिसिन पनि खाएको मैले हामी सबैले भनौँ न अनि त्यो टाउको दुख्ला जस्तो टाइपको त्यो रिगटा लाग्ला जस्तो टाइपको भइरहेको छ त्यही भएर पनि खाएँ अनि त्यसपछि
फेरि स्टार्ट गऱ्यो हिँड्नलाई बट एकदम आम अब्सेस्ड होइन यो प्लेस देखेर चाहिँ तर अहिले चाहिँ लालीगुँरास चाहिँ छैन बट त्यही पनि दिस वान इज सो मच ब्युटिफुल है यो स्पोर्ट्स एकदमै अनि ठ्याक्क कुहिरो पनि गयो त्यही भएर पनि हाम्रो सिनहरू चाहिँ राम्रोसँग देख्न पायो ओह त्यहाँ दुईजनाहरू वेट गरिरहेछन् मेरो भाइ अनि हाम्रो गाइड अनि त्यसपछि दुईजना दिदीहरू अलरेडी आई थिङ्क गइसके जस्तो छ सो या गाइस यति नै हो हाम्रो चाहिँ रुख हेर्नु न कस्तो कस्तो राम्रो राम्रो भयो वाउ सो आफ्टर वाकिङ यस्तो ठाउँ आइपुग्यो यहाँ पनि स्टे रहेछ तर हामी चाहिँ यहाँ बस्दैनौँ अनि यहाँबाट चाहिँ 30 मिनट्स 45 मिनट्स भनौँ न हाम्रो वाकबाट चाहिँ लाग्छ सो हामी अझै माथि नै जानेछौँ जुस एकदमै कस्तो है त्यो खाल्टो जस्तो ठाउँमा यसरी बसे जस्तै स्विजरल्यान्ड जस्तो अब जस्ट 5 मिनट्स बाँकी रे उकालो चढेपछि अब तेर्सेको बाटो हेर्नु त यहाँ रगतै जुकाले टोकेर यस्तो बनाइदिए त्यही छाला हाइट यो खुट्टा आउँछ फेरि त्यस्तो इफेक्टिभ केही भएन रगतै नै यहाँनिर सो गाइस फाइनल्ली उहाँ माथि पुग्नुपर्ने हो हामी चाहिँ त्यहाँ माथि हो 5 मिनट अब त्यहाँ माथि गाइस उता सेतो देखाएको नि त्यही बस्ने हो तर यस्तो दामी छ वाउ वन्डरफुल एन्ड awesome अब त्यही हो उता गएर एकछिन रेस्ट गरिन्छ खानासाना पाकेको छ भने खाइन्छ अनि सुतिहाल्ने हो तर एकदमै रेकमेन्ड चाहिँ गर्छ है वर्थ इट छ अनि एक्सपेक्टेसन भन्दा पनि एकदमै धेरै राम्रो अनि फागुन चैतिर आउनुभयो भने चाहिँ लालीगुँरासको भ्युजहरू चाहिँ एकदमै एक्सपिरियन्स गर्न सकिन्छ हेर्नु न यहाँ पनि लालीगुँरास नै फुल्छ क्या तर दिस इज नट द राइट टाइम नि त त्यही भएर पनि ओके सो फाइनली वी आर हियर सो गाइस फाइनली हामी चाहिँ चोकर मुकर आइपुग्यौँ अब भोलि चाहिँ हाम्रो भैरवकुण्डको जर्नी स्टार्ट हुन्छ 5 जना सँगै हुन्छ बिचमा 12 हालेको छ हुन्छ दुईजना छोटो तीनजना हुन्छ त्यो ठिक छ हामी तीनजना एक रकम त्यसो भए मैले अरु देखाइन है त सिधै त्यही लाग्यो ओके हेर्ने सक्दिनँ होइन सुत्न मात्र पायो हुने क्या हामीलाई त जस्तो भए पनि आज जस्तो हुन्छ हेर्नु पर्ने हेर्नु है पर्दैन भाइ तपाईँलाई जुन राम्रो लाग्छ रुमको कुरा गरिरहेछ हामी चाहिँ प्याकेजमा आएको हो अनि यसरी प्याकेजमा आयो भने चाहिँ एडभान्टेज के जस्तो हुन्छ नि अकोमोडेसन फुडिङ ट्रान्सपोर्टेसनको कुनैको पनि टेन्सन लिनु पर्दैन क्या टेन्सन फ्री नै हुन्छ क्या त्यही भएर पनि हो सो यो होटेलले हामी बस्ने फ्ल्यास लाइट रहेछ हामी चाहिँ यहाँ आएर आगो ताप्दै कसै यो त कति चारो आएर गीत गाउँ न हेलो गाइस यो चाहिँ डे 2 अनि हामी चाहिँ भैरवकुण्डको यात्राको लागि निस्किरहेको छौँ हामी चाहिँ 2:30 बजीतिर उठेको अनि रेडी हुँदा 45 मा चाहिँ बल्ल निस्किरहेको छौँ यहाँ छ पछाडि हुनुहुन्छ अझै 3 जना अनि हिजो चाहिँ चार्ज पनि थिएन त्यही भएर पनि सो रेकर्ड गर्न पाएन बट ओभरअल एकदमै राम्रो भएको थियो हिजोको डे खानासाना खायो अनि यसो गेमहरू खेल्यो इम्पोस्टर गेमहरू आगो ताप्यो नि त्यही हो
अनि यस्तो ठाउँमा पनि पानीपुरीहरू पाउँदो रहेछ पानीपुरीहरू पनि खायौँ सो अहिले हामी कति 20 मिनट जति वाक भयो अनि अहिले चाहिँ बल्ल तेर्सो बाटो आएको छ कि अनि जस राम्रो छ एकदमै एक्सपेक्ट गरेको भन्दा नि एकदमै ओभर अनि हामीलाई बगानबाट माथि आउनलाई चाहिँ सायद आई थिङ्क लाइक ओभरअल 5 आवर्स जति चाहिँ लागेको बगानबाट चाहिँ सो 6-7 आवर्स भनेको थियो 5 आवर्समै आइपुग्यौँ हामी तर जाडो चाहिँ एकदमै जाडो रहेछ त्यो अनुसार प्रिपेयर भएर आउनुपर्ने रहेछ अनि आएको थियौँ सो त्यस्तो धेरै गाह्रो भएन उसलाई चाहिँ बिरामी भएको थियो कविता भन्ने मान्छे मुखहरू सबै दुखेको रे अनि ब्ल्याङ्केट पनि किन्दा मात्र थियो हामी सोधेन कतै पनि अनि जाडो भएको थियो राति सुत्दा अनि त्यही नै हो अब लेप्सी अब अलिकति उज्यालो हुँदै गइरहेको छ अनि बल्ल अनि भ्यूहरू चाहिँ अनि भ्यूहरू चाहिँ अनि बल्ल नि हामीले हेर्न पाउनेछौँ तर सनराइजको पनि टाइम ल्याप्सहरू चाहिँ गर्नै पर्ने हुन्छ पछाडि पनि आउँदै हुनुहुन्छ क्या अगाडि गइसक्यो मेरो भाइहरू मन्जु अनि अर्को साथी भनौँ त्यही हो अहिले उज्यालो भएपछि चाहिँ म सबै सिनहरू चाहिँ देखाउने नै छु फाइनल्ली हामी चाहिँ भैरवकुण्ड आफ्टर वाकिङ लाइक कति 3:45मा हिँडेको त्यसै लगभग 1.5 घन्टा चोकर मोकरबाट 1.5 घन्टा वाकपछि चाहिँ फाइनल्ली वी आर हियर सी गाइस ए अलियो फेटाले देखेन सी गाइस सो दिस इज भैरवकुण्ड वाउ अमेजिङ यस्तो छ क्या राम्रो भ्यू ओके अब हामी चाहिँ अब एकचोटि डुबुल्की मार्छौँ एन्ड देन पूजा गर्छौँ त्यसपछि फेरि फोटोसोटो खिच्छौँ अनि ब्याक टु चोकर मोकर कस्तो फिल भइरहेछ अनि एकदम हिजो रातिको चाहिँ सम्झिन मन छैन मलाई लास्टै चिसो भयो मलाई कस्तो भइरह आएको रिग्रेट त भएन नि हुनु रिग्रेट स्ट्रगल पछि यस्तो दामी हो नआउनेलाई चाहिँ रिग्रेट भयो होला त्यही त ए 20 वर्षदेखि के अरे 30 वर्षको केटीहरू के सुतेर बसिरहेको छ सो गाइस भैरवकुण्डमा छौँ हाम्रो फोटोसोटोहरू सबै भइसकेको छ अब चाहिँ एकछिन कस्तो डाइरेक्ट घाम पनि आएको छ यहाँनिर एकछिन यहाँनिर डुब्की लाउने अनि त्यसपछि पूजासुजा गरेर चेन्ज गरेर अनि ब्याक टु चोकर मोकर तर एकदमै सो यस्तै टाइममा आउनुपर्ने रहेछ फ्रोजन भन्दा पनि यस्तै टाइममा चाहिँ आउँदा चाहिँ बेटर हुँदो रहेछ फोटो सेसन भइरह कसैको यहाँनिर ल नुहाउने भयो नुहाइहालौँ अब हाम्रो टाउको डुबाउने हो अनि डुबाउनु पर्छ नि त सबै डुबाएपछि गाइज हामी चाहिँ डुबुल्की लाएर
मन्दिर सजिन्छ के मन्दिरमा पूजा गरेर फोटोसोटो खिचेर साडी लाएर सबै ओभरअल भ्याएर चाहिँ अनि यो चाहिँ अब एक राउन्ड मार्नुपर्ने रहेछ त्यही भएर चाहिँ अनि एक राउन्ड मार्दैछौँ उता रहेछ मेन भैरव चाहिँ उता हुनुहुँदो रहेछ सो यहाँ चाहिँ अब राउन्ड मारेर हामी हिँडिरहेछौँ हामी ठिकको टाइममा प्लस ठिकको मौसममा त्यसै आएको रहेछ क्या यहाँनिर अब यहाँनिर घामसाममै हामीले डुबुल्की पनि लाएँ अनि अब घाम पनि जान लागेको ठ्याक्क फर्किने बेला हुन्छ सो यहाँ एकदमै हाइली रेकमेन्डेड नै हो यो प्लेस चाहिँ एक्सपेक्ट गरेको भन्दा पनि एकदमै धेरै राम्रो छ जस रिग्रेट चाहिँ हुँदैन है त्यही भएर चाहिँ तपाईँहरू आइदिनु होला इफ इन केस अब जस ओभरअली नै भ्याउँदो रहेछ तपाईँहरूको यो 1 नाइट 2 डेजले चाहिँ इजिली तर पब्लिक भेहिकल भन्दा नि अब जीपहरू सुमोहरू त्यस्तै टाइपकोले आउनुभयो भने चाहिँ आई थिङ्क लाइक त्यहाँबाट चाहिँ एकैचोटि यता बगामसम्म चाहिँ लाइक नर्मली कति भनौँ 5-6 आवर्स सायद हामीलाई त्यस्तै टाइम लगायो अनि त्यसपछि चाहिँ अनि हिँडेर हाइकिङ 5 आवर्स हामी चाहिँ खासमा प्याकेजमा आएको हो अनि रिस्क नलिने भन्ने कुरा गर्यो कि अब जस्तै फर इक्जाम्पल लाइक हाम्रो 3 इयर्सको यो चाहिँ हाम्रो 3 इयर्सको प्लानिङ भयो के 3 टाइम्सको प्लानिङ भयो फर्स्ट प्लानिङमा हामी जाने भनेर रेडी गरेको थिएँ अनि आधी बाटोमा हामीलाई गाडीले छोडिदिएर पानी परेको बेला अनि जान मिल्दैन भनेर पनि अनि हामी त्यति बेला जान पाएनौँ अनि डाइरेक्ट सुकुटेमा नै टाइम स्पेन्ड गरेको त्यो टाइममा चाहिँ अनि सेकेन्ड टाइम चाहिँ पानी पर्या प्लस हिउँहरू पनि त्यस्तै थियो अनि रेकमेन्ड गर्नु भएन अनि थर्ड टाइम चाहिँ बल्ल अनि हामीले बटुवाको ट्रिपको प्याकेजको चाहिँ लिएको हो सो ट्रिपको प्याकेज लिनुको बेनिफिट भनेको चाहिँ एकदमै रियलाइज गरेअनुसारले चाहिँ एकजना कोही साथमा पनि हुँदो रहेछ अकोमोडेसनको लागि त्यस्तो धेरै प्रब्लम नहुने जस्ट ढुक्कले भयो नि त कुन गाडी चढ्ने कता जाने कता बस्ने कता खाने यस्तो लाइक प्रब्लमेटिक चाहिँ हुँदैन नि त प्याकेजको लागि चाहिँ प्याकेज गर्नुभयो भने चाहिँ सो कि हामीले चाहिँ 6000 पर पर्सनवाला प्याकेजको बुकिङ गरे हो प्राइस चाहिँ हुन्छ अब माथि अलिक त्यस्तो खानाहरू सिम्पल टाइपको नै थियो त्यस्तो धेरै बास टाइपको ओभरअली सबै हुने आइटम पनि थिएन तर पनि हुन्छ नि एउटा जे होस् खाना पाउनु भनेको नि एकदमै राम्रो हो कि त्यस्तो थकानमा अनि आगो तापेर गेमहरू खेलेँ अब त्यही हो भिडियो चाहिँ बनाउन पाएन चार्ज थिएन अनि अघि बिहानतिर हिँड्दाखेरि मैले चार्ज हालेँ अनि भ्यू चाहिँ यस्तो राम्रो सो अब हामी फर्किनै छौँ फर्किँदा सायद हामीलाई 1 आवरमा हामी फर्किसक्छौँ जस्तो लाग्छ 1 आवर हो कि अब डेढ घन्टा हुन्छ होला सायद सो गाइज हामी चाहिँ यहाँनिर फर्किसकेको छौँ अनि अघि आउने बेला चाहिँ हामी यहाँनिर अलिकति अँध्यारो भएको थियो क्या यो बाटो अनि भ्यू पनि गर्न हेर्न मिलेको थिएन अनि यहाँ चाहिँ यस्तो बाटो रहेछ क्या अघि आएको हाम्रो बाटो चाहिँ अनि हो त अब त्यही त हो नि हामी स्टे गरेको त्यहाँनिर अलिकति तल छ त्यो ठ्याक्क हुस्सो लाग्यो त्यही हो हामी बसेको चाहिँ त्यहीँबाट आएको फर्किन चाहिँ सायद हामीलाई 1 घन्टा लाग्यो होला है 1 घन्टामा फर्क्यो नि त हामी आइपुगेर यही तल हो यहाँ बडान त्यहाँ हो क्या त्यो अघि देखेकोवाला त्यही हो तिन सबैजना रमाइलो हामी 4 जना मात्रै लाग्छ कस्तो लागिरहेको एकदम कस्तो लागिरहेको इतनी खुसी है इतनी
नि खुसी सो हेलो गाइस हामी चाहिँ फर्केर यो आधी बाटोमा आइसकेको छौँ अब त्यसपछि त्यही हो सरासर अब छिटै झरिरहेछौँ हामी चाहिँ अब एकैछिनमा 1-2 बजेतिर त बगानमा पुगिसक्छ त्यसपछि त गाडीको जर्नी हो सो हामी चाहिँ अब त्यही हो फर्किनेछौँ सायद हामीलाई अब 2-3 घन्टामै पुगिसक्छौँ फर्किँदाखेरि चाहिँ बल्ल यो हामीसँग हिँडे नभए अगाडि हिँड्थ्यो यो अर्की खोइ कहाँ गयो पछाडि आउँदैछ नि त्यही हो हिजो मैले योनिर हेभेन जस्तो टाइपको ठाउँ भनेको थिएँ नि त्यो पुरा हुस्सो लगाएर अनि एकैचोटि छाङ यो गाउँ जस्तो देखाएको थियो भनेको थिएँ नि सो त्यही ठाउँमा चाहिँ आइपुगेको छ अब त्यही हो हिँड्नुपर्ने हुन्छ त्यही भएर पनि म भिडियो बनाउँदिनँ अब एकैचोटि बगाम पुगिसकेपछि म देखाउने नै छु के हामी चाहिँ फाइनली यहाँनिर गाडी चढ्ने ठाउँमा आइसकेको छौँ हामीलाई चाहिँ लगभग त्यही 3 घन्टा जति टाइम लाग्यो यहाँनिर झर्नलाई चाहिँ हिजो जानलाई चाहिँ हामीलाई 5 घन्टा लागेको थियो अनि झर्नलाई चाहिँ 3.5 घन्टा 3 घन्टा भनौँ न अलमोस्ट अनि यहाँ सबैजना यस्तो खुसी भएछन् यहाँनिर चढिसकेछन् कुप्लो कुप्लो सबैजना राम्रा देखाएछन् म चाहिँ अनि अगाडि बस्दिएको अब मस्तले सुतेर जाने हो गाइस के पानी परिरहेछ अब यति भन्दै म चाहिँ मेरो ब्लग चाहिँ इन गर्न चाहन्छु बाई बाई